마요 너. 누가? म यता हिमालयन क्याफेमा छु अनि यो स्याटरडे चाहिँ म यता काम गर्छु अनि सबैजना आउनु होला एक्सरसाइज गुड मर्निङ सुगर मम्मी मम्मी Hello my beautiful people, welcome back to my channel, welcome back to my new vlog. अनि सबैजनालाई नमस्ते टेस्टले अनि गुड मर्निङ गुड इभिनिङ गुड आफ्टरनुन हैन तपाईहरुको जुन समयमा हेर्दै हुनुहुन्छ मेरो भिडियो त्यही अनुसारको मेरो ग्रिट स्वीकार गरिदिनु होला। अनि आजको भ्लगमा चाहिँ लाइक इट्स नट अ डेली भ्लग, इट्स जस्ट पार्ट अफ माई डे हैन, मैले जस्ट र्यान्डमली रेकर्ड गरेको हो। तर आजको भिडियोमा चाहिँ प्राय सबै एकै दिनको छ अनि म भन्दै गर्छु हेर्दै जानु होला। अनि आज चाहिँ म बिहानै त्यसै 6:30 तिर उठेर म छाला सब धोएर त्यसपछि म र मेरो बेस्ट फ्रेन्ड हामी जगडोलतिर जाने प्लान बनायौँ हिजो राति। अनि त्यसपछि हामी दुईजना बिहानै 6 बजेतिर 6:30 तिर जाने भनेको त्यस्तै यताउता गर्दा 7 बजेतिर निस्क्यौँ। अनि त्यसपछि कस्तो मौसम कस्तो चिसो थियो नि त, अनि कस्तो चिसो फिल भयो मलाई चाहिँ। तर पनि जब त्यहाँ हामी हाम्रो डेस्टिनेसनमा पुग्यौँ नि त्यसपछि त यस्तो रमाइलो भयो नि। त्यहाँ मौसम चिसो भए तापनि आगो थियो, अनि त्यसपछि आगो ताप्यौँ अनि जस्ट एकदम रमाइलो भयो कि त्यो फिलिङ्स मलाई एक्सप्रेस गर्नै आएन कि मेरो भावना तपाईहरुलाई म व्यक्त गर्नै सकिनँ कि त्यो जुन जस्तो फिलिङ आएको थियो नि त मलाई। यो ठाउँमा चाहिँ नआएको धेरै समय भइसकेको छ, उसको पनि मेरो साथीको पनि धेरै नै समय भएछ। अनि आज चाहिँ खासमा आज मेरो लाइक आई ह्याड टु गो टु हस्पिटल अनि 10 बजेको एपोइन्टमेन्ट थियो मेरो, त्यही भएर बिहान 10 बजेसम्म त खाली थियो नि त। अनि त्यही भएर म कति सुत्ने हैन, सुत्दा कस्तो थकाइ लागिसक्छ। अनि त्यसपछि अब बिहानै जाउँ हैन, हामी दुईजना जाउँ भनेर हिजो राति प्लान बनाएको। अनि त्यसपछि हामी आयौँ। अनि त्यसपछि कोइन्सिडेन्ट के भयो भने यो दाइ चाहिँ मेरो पहिला काम गर्ने त्यो क्याफेको लाइक हि वाज रेगुलर कस्टमर हैन, जहिले आउनुहुन्थ्यो कि। अनि आज यहाँ आएको त हामी त उहाँको कस्टमर पो बन्न पुगे। 미치 정도거든. 초이거든. 저 폰거든. 미치 이거든. 존재지기도 거쳐. 초 잘하통. Wow. Yes, I will show you my best friend later. Yo चाहिँ मेरो best friend number 1 हो। अनि यो चाहिँ मेरो best friend number 2. हजुर राम्रो आयो, तपाईँ नि आउनु न आमा। तपाईँ नि कति राम्रो आएछ ए हैन। हाई गर्नु त आमा। हाई हेलो एक्सरसाइज terus cong sini है। ओला मर्निङ एक्सरसाइज गुड मर्निङ एक्सरसाइज भयो। once more ओइ आमालाई छोरा बुवा चाहिँ को थाहा छैन। आजी खाना आजी 아지 맨날 보소. 뭐 커야 어. 킨디 좋아도 가시 마셔야 미 녀로성에 이제 보소는 미 이제 몰라. 아주 크게 굽다 랍셰. 나 딜러서 다저가. 다만 동반 때 뭐 생각세. 다 뒤집으면 뭐 카바장 카가 인지요 뒤집으. 올다. 위에 건너. 전 just 한 거야. 아이 나영이 동두게. Sugar mommy. 아 시간 잠시.
경주 사드시는 그가. 아니 시 경주 사다 나 क्या ना कैसा Taekwondo, ना इसे 경주 ना अतराम Ai. हामी जाने हो अब म हस्पिटल मैले खाएको 3 आवर्स राख्नुपर्छ भनेर मैले त खाएको 2 आवर्स मात्र भयो त त्यसो पर्छ अफमा क्या अब गइन्छ साथीहरू Enggak, 경주 사다 나 कैसा ढ्यावा माछा दबाए म चाहिँ राम्रो देखिरहेछ कि 경주 지선 니가什么교실对啊근데 경주 차 छु माउस बोट 什么교실的경주 차 is Bye bye दिमीको 사이가 देल ओके 이 릭자 나만 뭐 차이면 너 마시나 싶다 다시한테 로교 बिजु त आमा विश्वमै फर्काएको सहरलाई दिइराख्ने के तर मेहनतले गरेन विथ माई छोरी 기다 हादिनुहोस् हेर कति ल बाई पछि भेटौँ ल के मम्मी मेरो छोरी हो मेरो छोरी बाई बाई हेर पछ्याएको मेरो छोरी मेरो छोरी ल अब चाहिँ हामी लाग्यौँ गुड मर्निङ राइट वी ह्याड भेरी गुड मर्निङ यो बिहानको समयमा हामीले पोलिटिक्स कुरा गऱ्यौँ लाइफको ह्याप्पी एन्ड स्याड पार्टहरू पनि कुरा गऱ्यौँ अनि अरू के कुरा गऱ्यौँ भन्दा अरू अनि एउटा दाइ भेट्नु भयो होइन चिया खाँदा माया त माया त 누가 माया त कोही 누가 건들건들 누가 다자 가요 많이 더 누가 ए मेरो छोरी क्या राम्री नाचेको क्या राम्री नाचेको अनि हामी चाहिँ 7:30देखि 9सम्म त्यतै गफ गर्दै बस्यौँ अनि गफ गर्दै गर्दाखेरि एकजना दाइ पनि आउनुभयो हामीसँग अनि उहाँ पनि गफाडी नै हुनुहुँदो रहेछ धेरै नै अनि हि सेड द्याट हि वाज फरेस्ट्री अनि उहाँको लाइफ एक्सपिरियन्सहरू सुनाउनु भयो हामीले सेयर गर्नु दिनुभयो अनि लाइक एट सम पोइन्ट त्यो उहाँको एक्सपिरियन्स अलि राम्रो पनि थियो लाइक दे वर मिनिङफुल अनि कुनै चाहिँ अलिकति गफ पनि लाग्यो जस्तो लाग्यो तर खोइ थाहा भएन मेरो एनालाइसिस अलिकति भएन कि भन्ने कुरा हो होइन अनि त्यसपछि हामी चाहिँ उसको काम छिटै जानुपर्ने थियो 9 बजी त्यसै 9:30 तिर पुग्नु पर्ने थियो अनि म चाहिँ स्कुटरमा कुदाएर गएँ अनि पानी पनि पऱ्यो नि त अनि मौसम यस्तो चिसो थियो आज त एन्ड गाइस दिस इज अल अबाउट आवर लन्च है मैले उसलाई काममा पुऱ्याएँ अनि त्यसपछि म हस्पिटल गएँ अनि उसले मलाई के भन्यो भने खाना यता आऊ म दाल भात पकाएर राखिदिन्छु तिमी आउँदाखेरि साग किनेर ल्याइदेऊ अनि त्यो साग फ्राई मात्र गरेर हामी लन्चसँगै खाने भनेर हाम्रो प्लान थियो अनि त्यसरी म चाहिँ हस्पिटल गएँ यताउता रिपोर्टहरू सब लिएँ के गरेँ मेडिसिन लिएँ यताउता गर्दा 3 आवर्स जति लाग्यो अनि 1:30 बजेर म उसको काम गर्ने ठाउँमा आएँ अनि सागलाई तेल मात्र हालेर भुटेँ अनि त्यसपछि हामी दुईजनाले मजाले खायौँ एन्ड द लन्च इज टोटली मेड विथ लभ बाई निमापुटी निमापुटी वाइफ मेटेरियल निमापुटी वाइफ मेटेरियल रहेछ वाइफ मेटेरियल एउटा क्वालिटिज पुग्यो तिम्रोमा किन
one qualities is fulfilled to be a good housewife. Chico, क्यों खरंग तेरे ना लुकते? क्यों खरंग तेरे ना लुकते? Wife matter. अनि गाइस यो चाहिँ बेलुका 6 बजे पछिको कुरा हो गाइस अघि म भात खाएर भाँडा नधोइकन भाँडा पनि यत्तिकै छोडिदिएँ होइन उसले धुन्छु भनेको थियो किनकि म अलि हतारमा थिएँ म जानुपर्ने थियो त्यही हो अनि त्यसपछि अब यहाँ कुरा आयो होइन यो बेलुका मेरो काम सबै सकेर 6 बजेको कुरा हो मैले चाहिँ क्याफेबाट बेकरी आइटम्सहरू किन्नुपर्ने थियो अनि म त्यता किन्न गएँ साथीलाई भेटेँ अनि त्यसपछि बहुत आएपछि त कोरा नगरेर गयो भने चित्तै नबुझ्ने त्यसपछि कोरा गरेँ अनि म हिमालयन क्याफेमा गएँ अहिले चाहिँ म यता हिमालयन क्याफेमा छु अनि यो स्याटरडे चाहिँ म यता काम गर्छु अनि सबैजना आउनु होला अनि अहिले चाहिँ यता रिल्स बनाउनु लागेको मान्छे धेरै अनि गाइस आजको लागि यति नै हो अनि अन्तिम समय दिनुभएकोमा थ्याङ्क यू अनि अर्को भिडियोमा भेटौँ बाई बाई